मसँग जब अन्याय भइरहेको छ भनेदेखि मसँग लाग्ने यहाँका मेयर उपमेयर वडा अध्यक्ष निर्वाचित सम्पूर्ण साथीहरू क्षेत्रको जनताहरूलाई भोलि कहाँ गएर पुर्याउँछ? नमस्ते। आज हामीसँग हरिनारायण यादवजी हुनुहुन्छ, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार। उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ, या भनौँ जसपाबाट बागी भएर उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनु। स्वागत छ हरिनारायणजी। धन्यवाद। पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी किन? पार्टीबाट विद्रोह गरेर उम्मेदवारी दिने मेरो इच्छा थिएन। म त पूर्ण विश्वस्तै थिएँ कि पार्टीबाट मेरो टिकट नै प्राप्त हुन्छ। पार्टीले मलाई भनेको पनि थियो र मलाई लाग्छ टिकट लिनुभन्दा पहिला नै मैले सम्पूर्ण रूपले तयारी गरिसकेको थिएँ निर्वाचन लड्ने। किनभनेदेखि यो क्षेत्रमा आउँदाखेरि मधेसी जानकार फोरम नेपालबाट मैले राजनीति सुरु गरेँ। यो मधेसवादी पार्टीमा यो क्षेत्रमा एउटा वडासम्म पार्टीसँग थिएन र म यहाँ आएर सबभन्दा पहिला पिपरा पालिकामा सहरबाबाट एउटा वडा अध्यक्ष निर्वाचित गराएँ र दिन रात मेहनत गरिकन जसपा हुँदासम्म यो क्षेत्रमा एउटा नगरपालिका जलेश्वर नगरपालिका मेयर उपमेयर लगायत अधिकांश वडाहरू, पिपरा पालिका अध्यक्ष उपाध्यक्ष र 5वटा वडा अध्यक्ष, त्यसपछि 11 पालिका अध्यक्ष उपाध्यक्ष, बहुमत वडा अध्यक्ष र मठियानीमा पनि निकटतम प्रतिद्वन्दी भएर मजबुत एउटा आधार पार्टीको यहाँ मैले खडा गरेँ र विगतको निर्वाचनमा पनि म चुनाव लडेका थिएँ। जिरो मतले म सबभन्दा पहिला क्षेत्र नम्बर 3 का सम्पूर्ण जनता, युवा, विद्यार्थी, भाइ बहिनी, बुजुर्गहरूलाई धन्यवाद दिन्छु कि त्यत्रो षड्यन्त्रको बावजुद गठबन्धनको उम्मेदवार हुँदा पनि म जिरो मतले पराजित भएँ र पराजित भए पनि दिनरात म जनताको सेवामा लागिरहेँ र बागीको मैले कल्पना गरेका थिएन। मलाई त पूर्ण विश्वास थियो पार्टी एउटा विधानबाट चल्छ, उम्मेदवार चयनको एउटा आफ्नै व्यवस्था छ, गाउँ कमिटीबाट चाहिँ तपाईँको सुझाव लिएर क्षेत्रीय कमिटीले सिफारिस गर्छ। क्षेत्रीय कमिटीबाट तपाईँहरूलाई थाहै होला सर्वसम्मत रूपमा नाउँको लागि कसैको नाम 3 जना पठाउनु छ आफ्नो ठाउँमा छ, लेकिन क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा मेरो नाउँ सिफारिस गरेर जिल्ला कमिटीमा पठायो। जिल्लाबाट सिफारिस भएर प्रदेश कमिटीको राय सहित यो क्षेत्रमा हरिनारायण यादवलाई टिकट दिनुपर्छ भनेर सिफारिस भएको थियो र केन्द्र स्वयं मान्य राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवजीले पनि तपाईँ चुनाव लड्नुहुन्छ, तपाईँकै टिकट हो, तपाईँ तयारी गर्नुहोस्। अन्तिम दिन अब भोलि नोमिनेसन छ र आज मलाई उहाँले भन्नुभयो मोहन ठाकुरजी अहिले संरक्षक हुनुभएको छ, उहाँसँग गएर एकचोटि आशीर्वाद लिनुहोस् र उहाँ कहाँ जाँदाखेरि मैले जो हेरेँ त्यसपछि मात्र मलाई लाग्यो कि होइन यहाँ त यत्रो ठुलो षड्यन्त्र भइरहेको छ, यो षड्यन्त्र कुनै हालतमा स्वीकार हुँदैन। म धन्यवाद दिन्छु विभिन्न अरू पार्टीहरूलाई पनि। धेरै पार्टीबाट मलाई फोन आयो, सुन्दैछु तपाईँको टिकटमा यताउता हुँदैछ, तपाईँ मेरो पार्टीबाट चुनाव लड्नुहोस्। मैले तपाईँहरूलाई धन्यवाद दिन्छु र म जनताको बिचमा जति काम गरेका छु, पार्टीले टिकट दिएर के हुँदैन, जनताको विश्वास जित्नमा सफल हुन्छ भनेदेखि मेरो स्वतन्त्रको रूपमा उम्मेदवारी हुन्छ र नसोचेको घटना जब मैले हेरेँ, मैले अठोट गरेँ कि कामको यदि मूल्याङ्कन हुँदैन, पार्टी विधि विधानले चल्दैन, एउटा घरमा पनि एउटा गार्जियन हुनु त्यो घर चल्दैन र जब मैले हेरेँ पार्टी दिशाविहीन भएर मूल्य मान्यता तोडेर विधानलाई लत्याएर आफू किसिम मनमानी गरिरहेको छ, त्यसपछि मात्रै मैले बाँकी उम्मेदवारी दिने विरोध गरेँ र मैले उम्मेदवारी दिएँ।
संगठन बिना मतमा फरक पर्दैन। संगठन मसँग नै छ नि। यहाँहरू हेर्नुभयो होला, नोमिनेसन मैले आधा घन्टामा निर्णय लिए नोमिनेसन गर्नु छ। क्षेत्रको साथीहरूलाई सोचे र सबै ठाउँमा मलाई भन्यो कि तपाईँसँग धेरै ठुलो षड्यन्त्र भएको छ, अन्याय भएको छ, तपाईँको हत्या गरेछ। अब यस्तो जघन्य अपराधलाई पनि स्वीकार गरेर बस्नु भनेको आफूलाई समाप्तै ठान्नुपर्छ। त्यसैले संगठन मसँग छ, जसमा मैले बनाएको छु। दिनरात मेहनत गरिकन यो जसमा नेपालको निब आज यो क्षेत्रमा जुन लालसा लिएर मान्छेहरू हेरिरहेछ, आइरहेछ, यतातिर आयो, विभिन्न पार्टी परित्याग गरेर जसपामा निरन्तर आउने क्रम जारी थियो। त्यो अवस्थासम्म पुर्याउन मेरा यो क्षेत्रका साथीहरूले, पार्टीका सम्पूर्ण साथीले मेहनत गरेर दिनुभयो र संगठन मसँग छ। तपाईँ हेर्नुभयो होला नोमिनेसनको दिनमा पिपरा पालिकाको अध्यक्ष, पिपरा पालिकाका उपाध्यक्ष, पिपरा पालिकाका सम्पूर्ण निर्वाचित वडादेखि लिएर साथीहरू, जलेश्वर नगरपालिकाका मेयर, जलेश्वर नगरपालिकाका उपमेयर, अधिकांश वडाका वडाध्यक्ष लगायत साथीहरू, एकडारा पालिकाका अध्यक्ष, एकडारा पालिकाका निर्वाचित अधिकांश साथीहरू र मठियानीबाट पनि, जसमा नेपालबाट उम्मेदवारी गरेको मेयरमा अध्यक्षमा मुजिम राई, पार्टीका अध्यक्ष रामनन्दन यादव, जलेश्वर नगरपालिकाको पार्टीका सन्तोष शाहजी लगायत सम्पूर्ण पार्टीका क्षेत्रीय कमिटीका अध्यक्ष श्याम चौधरीजी, सचिव रामप्रसाद चौधरी लगायत पार्टीका सम्पूर्ण साथीहरू मेरो उम्मेदवारीमा साथ हुनुहुन्थ्यो र संगठन मैले बनाएको छु, उहाँहरूको सहयोगमा बनाएको छु। संगठन मसँग छ। तपाईँहरूले हेरिराख्नु होला, संगठन जसले बनाएको छ, जुन खुन र पसिना सिंचेर मैले यो संगठन निर्माण गरेको छु, मलाई विश्वास छ जसपा नेपाल मसँग छ, जसपा नेपालका साथीहरू मसँग छ। 2 दिन पहिले मात्रै तपाईँले पार्टीबाट निष्कासन गरेको पत्र चाहिँ सार्वजनिक भएको छ, के भन्नुहुन्छ? मलाई लाग्छ यो पार्टीको नौटंकी हो कि मैले जब 6 गते नै नोमिनेसन गरिसकेँ, मैले पार्टी परित्याग गरेर नोमिनेसन गरेँ। त्यो पार्टीलाई चाहिँ नि मैले हेरेँ यहाँ न्याय हुनेवाला छैन। मसँग जब अन्याय भइरहेको छ भनेदेखि मसँग लाग्ने यहाँका मेयर, उपमेयर, वडा अध्यक्ष, निर्वाचित सम्पूर्ण साथीहरू, क्षेत्रको जनताहरूलाई भोलि कहाँ गएर पुर्याउँछ? मैले त नोमिनेसनको दिनै पार्टी परित्याग गरेको छु। पार्टी मलाई के निष्कासन गर्छ? पार्टीलाई 100 चोटि सोच्नुपर्छ यहाँ यो अवस्थामा कसले ल्याएको छ, कसरी ल्याएको छ, कुन खुन पसिना बहाएर संगठनको अवस्था हो। पार्टी निष्कासनको कुनै मतलब रहेन। 2079 को चुनावमा महन्त ठाकुर विरुद्ध तपाईँको उम्मेदवारी थियो। महन्त ठाकुरजी पहिलो भएर निर्वाचित हुनुभयो, तपाईँ दोस्रो हुनुभयो भनेपछि थोरै मतान्तर थियो। अहिले जसपाबाट तपाईँले टिकट पाउने एउटा निश्चित अवस्था हुँदा पनि पछि चाहिँ मीनाक्षी ठाकुरज्यूले चाहिँ टिकट पाउनु, अप्रत्यक्ष रूपमा अहिलेको तपाईँको लडाइँलाई महन्त ठाकुर विरुद्धकै लडाइँ भन्दा पनि हुन्छ। तपाईँको र महन्त ठाकुरजीको ग्रह नमिल्नुको कारण तपाईँलाई के लाग्छ? मलाई लाग्छ धेरै राम्रो क्वेसन यहाँले गर्नुभयो। मैले मधेसी जनकार फोरम नेपाल पछि सँगै समाजवादी फोरम हुँदाखेरि लोसपा र जसपाको एकीकरण भएर रासपा बनेको थियो। त्यही बेलामा मेरो उम्मेदवारी थियो यहाँ सांसदको। सबै साथीले भन्यो उहाँ बुजुर्ग हुनुहुन्छ हैन, तपाईँ छोडिदिनुहोस्। त्योभन्दा पनि म चुनाव पहिला जितिसकेको थियो महोत्तरी जिल्लाबाट। 2 नम्बर क्षेत्रबाट यहाँबाट गएर अपार ममता र स्नेह दिएर उहाँको साथीहरूले मलाई मूल्याङ्कन गरेर निर्वाचित गराइसक्नु भएको थियो। त्यो बेलामा म उम्मेदवार नभएको होइन, तर उहाँ चाहिँ सिनियर हुनुहुन्छ, ठिक छ। एकचोटि उहाँले भनिराख्नु भएको छ मेरो अन्तिम समय हो, सर्लाहीबाट पराजित भइसकेका छु, मैले बर्दाश्त गरेँ, उहाँलाई सघाएँ र यहाँले हेर्नुभयो होला त्यो बेलामा उहाँ चाहिँ 25,000 मलाई लाग्छ मत ल्याएर जित्नु भएको थियो। 15,000 को मार्जिन थियो उहाँको जितमा।
2074 को चुनावमा हो र 79 मा आउँदाखेरि म जुन परिस्थितिमा उहाँसँग चुनाव लडेँ तपाईँलाई थाहा छ। नेपाली काङ्ग्रेस उहाँको साथमा थियो, माओवादी उहाँको साथमा थियो, माधव नेपालजीको पार्टी उहाँको साथमा थियो, रायन महतोजी उहाँको साथमा हुनुहुन्थ्यो। त्यो परिस्थितिमा पनि म त आफूलाई निर्वाचित नभएको ठानेकै छैन। यहाँ महोत्तरी क्षेत्र नम्बर 3 को जनता भगवानलाई म हृदयदेखि धन्यवाद दिन्छु। त्यत्रो षड्यन्त्रको बावजुद पनि, त्यो विषम परिस्थितिको बाद पनि मैले झिनो मतले पराजित हुने अवस्था आयो र म त्यसलाई सहज स्वीकार गरिकन त्यही दिनदेखि परिणामको विजय घोषणा भएपछि उहाँ भाग्नुभयो र म त्यही दिनदेखि त्यहीबाट साथीहरू जब त चुनाव हार्नुभयो घर जाउँ न, मैले किन घर जाने, मेरो कर्मभूमि हो। म त्यहीबाट म गएर बाबा भोलेनाथको आशीर्वाद लिएँ र त्यही दिनदेखि म सङ्गठनको लागि काम गरिरहेको छु। र त्यस्तो अवस्थामा फेरि पार्टी एकीकरण हुँदाखेरि उहाँलाई मान्छेले भन्छ कि उहाँ त एकदमै त्यागी हो, तपस्वी हो। मलाई पनि कहाँ कहाँ लागेको थियो कि, किनभने काङ्ग्रेसमा पनि म सँगै काम गरेँ। उहाँ जेल जानुभयो भनेदेखि म पनि पटक पटक जेल गएको छु र यसपालि लाग्यो त्यो पार्टी एकीकरण भइरहेछ। उहाँले एउटा चाहिने संरक्षकको रूपमा पार्टीलाई नेतृत्व दिएर यो पार्टी बढाउनुहुन्छ। तर प्लानिङ वेमा मलाई लाग्छ जसपा समाप्त गर्नको लागि, यो पार्टीलाई विलिन गर्नको लागि, मूल मान्यता तोड्नको लागि एउटा चाहिने साजिस तहत पार्टी एकीकरण गरेर आउनुभयो। म तपाईँलाई बताउँदैछु, तपाईँ उहाँलाई बसाउनुहोस्। उपेन्द्रजीले मलाई भन्नुभयो तपाईँको टिकट निर्णय भइसकेको छ, तपाईँ चुनाव लड्नुहुन्छ, कुनै चिन्ता नलिनुहोस्। महोत्तरीको लोसपाको साथीहरू बस्नु भएको छ, मान्य शरद सिंह भण्डारीजी कहाँ जानुहोस् होइन, टिकट लिएर तपाईँ नोमिनेसनमा जानु होला। म शरद सिंह भण्डारीजी कहाँ गएँ, उहाँले भन्नुभयो ठिक छ, निर्णय भएको छ, एकचोटि ठाकुरजीलाई सम्झाएर म आउँछु, तपाईँ यहाँ बस्नुहोस्। र मलाई लाग्छ शरद सिंह भण्डारी, यहाँको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल र डाक्टर सुरेन्द्र झा, लोसपाको तर्फबाट 3 जना मोहन ठाकुर कहाँ जानुभयो र उहाँले भन्नुभयो कि एकचोटि गएर अब बुजुर्ग हुनुहुन्छ, आशीर्वाद दिनुहोस्। मैले भने ठिक छ, म जान्छु, केही छैन। म मोहन ठाकुरजी कहाँ गएँ भेट गर्न। मेरै साथमा यहाँ कमसेकम 2 जना साथी हुनुहुन्छ, श्यामजी, दिपेन्द्र भाइ, त्यसपछि राहुल पाण्डे, कृष्णशङ्कर शाह, 5-6 जना हामी गएँ। ठाकुरजीसँग भेट गरेँ, उहाँलाई नमस्कार गरेँ। त्योभन्दा पहिला एक दिन गएर पहिले अगाडि आशीर्वाद मागेँ। उहाँले मलाई माथा ठोकेर आशीर्वाद दिनुभयो। ठीक है, हम चलेंगे वहाँ, हम घोषणा करेंगे, मेरा उत्तराधिकारी आप। तो श्याम जी कहे तो बहुत बढ़िया बात है, अपना भाषा में जो बजले हम वही भाषा में बाज रहे छी। टिकट दियो, अब कल नॉमिनेशन करो जाके, अभी तक शाम हो लगे। तब उनका रूप दिखाया जाए कि हम त्यागी, कि हम तपस्वी हैं। सीधे कहेंगे ये क्षेत्र मेरा है, ठीक है, मेरा क्षेत्र है। क्षेत्र आपका है। तो हमारे साथ गए हुए साथी हम नाम के लिए पूछे किसका टिकट है, कौन लड़ेगा उम्मीदवार। यहाँ से एक महिला को टिकट देंगे। महिला कौन है, एक डॉक्टर है। डॉक्टर कौन है, तो डॉक्टर मीनाक्षी ठाकुर है। डॉक्टर मीनाक्षी ठाकुर कौन है, तो मेरी डॉटर है। अब यहाँ एक साथी हमारे साथ गए थे, उनको बर्दाश्त नहीं हुआ और उन्होंने जो भाषा इस्तेमाल किया मैं यहाँ नहीं कहना चाहता हूँ, वो स्वयं महंत ठाकुर जी देखे होंगे। तब मैं देखा कि वो क्या त्यागी है। जब अवसर मिला तो समधिनी को माननीय, अवसर मिला समधी को गवर्नर, अवसर मिला समधी को मंत्री, अवसर मिला मैं राष्ट्रीय सभा जाऊंगा, तो मुझे लगा कि आप उम्मीदवार नहीं लड़ना चाहते हैं। वो आते तो मैं स्वीकार कर लेता, चलो भाई कोई बात नहीं है। वो तो गत निर्वाचन में ही कहे मुझे लकड़ी दे दी जब चुनाव नहीं लड़ेंगे। बहुत त्यागी है, तपस्वी है, लेकिन उनके जैसा लोभी, उनके जैसा पापी मैं आज तक आदमी नहीं देखा। तब उनका रूप मैंने देखा
भाई कितना वो मोह में, जैसे धृतराष्ट्र मोह में जो है समाप्त कर दिया, उसी ढंग से मैंने देखा ये तो पार्टी ही समाप्त करने के लिए आया है। और आज इस प्रदेश में जसपा नेपाल का आंधी द्वारा होता, यदि ये धृतराष्ट्र बन करके पुत्री मोह में मूल मानता को नहीं तोड़ करके संरक्षक का भूमिका निभा के पार्टी को बचाना चाहता तो पार्टी बचता। लेकिन इनके जैसा लोभी, इनके जैसा पापी, कहते हैं त्यागी है, तब जो है आप अंदाज कीजिए। और मैं तो जानता हूं उनके साथ, तो विगत में उनके साथ ही चुनाव लड़ चुका हूं, तब तो पात्र के रूप में जो भी हो कोई मेरे लिए मायने नहीं रखता है। और मैंने देखा कि कितना त्यागी है। मैं आपके माध्यम से रंजन जी, इस कार्यक्रम के मार्फत से संपूर्ण क्षेत्रवासी से मैं अनुरोध करूंगा कि आप लोगों ने 10 वर्ष के दरमियान में जब 2 बार मोहन ठाकुर को मौका दिया, कोई सुने हैं आज तक मौतरी क्षेत्र नंबर 3 के बारे में? आपका एक प्रतिनिधि के रूप में, यहाँ के एक माननीय के रूप में, जनता के हक अधिकार के सवाल पर, मौतरी क्षेत्र नंबर 3 के सवाल पर, जलेश्वर सदर मुकाम के सवाल पर, इस क्षेत्र के पीड़ा या समस्या के सवाल पर कभी भी सदन में कोई बात रखा हो? आज वो चाहते, मधेश आंदोलन के दरमियान में एक से एक योद्धा जेल में है, बहुत लोग चाहे अभी भी आपको जो है पीड़ा भूख करके बॉर्डर के पार रहने के लिए विवश है। क्या ये आवाज नहीं उठा सकते थे? राष्ट्रीय सभा में जाने के लिए कांग्रेस एमएलए को मना सकते हैं, अपने पद के लिए सबके साथ बार्गेनिंग कर सकते हैं, सबको मजबूर करके सब शक्ति प्रयोग कर सकते हैं। लेकिन क्या हमारा जो साथी आज इंडिया में बैठा हुआ है मधेश आंदोलन के लिए, इनका क्या मतलब जो है भूमिका हुआ? क्या इस सदन को कभी ठप किए? एक माननीय चाहता तो सदन को ठप कर सकता था, एक प्रतिनिधि चाहे तो उस सदन में जो है जोरदार रूप से आवाज पहुंचा सकता है, लेकिन नहीं। 11 बजे रात में जाते हैं राष्ट्रपति के यहाँ चाय पीने के लिए, ये जाते हैं राष्ट्रीय सभा के सब मतलब सीट लेने के लिए। न इनको क्षेत्र से मतलब है, न यहाँ के जनता से मतलब है, न यहाँ से विकास के मतलब है। ये बहुत बड़े त्यागी हैं। तो कैसे त्यागी हैं, ये मूल्यांकन का समय आ गया है। क्या इसके वंशवाद को मान के हम लोग चले? क्या गुलामी का जंजीर नहीं बदले हैं? इसलिए इस गुलामी के जंजीर को तोड़ने के लिए, इस अन्याय के विरुद्ध में और इस संपूर्ण क्षेत्र की आवाज को जोरदार रूप से सदन में पहुंचाने के लिए मेरा उम्मीदवार है। मैं कल्पना भी नहीं किया था कि जो आदमी एक बार आया पार्टी तोड़ के चला गया, मधेश के नाम पर लोग दलाली का बात कर रहे हैं, मधेश को बेचने का काम कर रहे हैं। हमारा अंतरात्मा नहीं माना कि मैं अब जाग करके इसके विरुद्ध में जो है उम्मीदवारी देना चाहिए। और मैंने इस क्षेत्र के जनता, हर एक जनप्रतिनिधि की भावना बुझ करके, उनका सलाह लेकर के, उनका ममता और स्नेह प्राप्त करके मेरा उम्मीदवारी है। मैं पूर्ण विश्वास हूं निश्चित रूप से फाल्गुन 21 गते के निर्वाचन में बैलेट के माध्यम से यहाँ की जनता लोग जवाब देके, हमारा उम्मीदवारी एक स्वतंत्र रूप में है, कर्क छाप में मतदान करके 0 मत से जो विगत में हम पराजित हुए थे, हमको इस बार निर्वाचित करेंगे। और एक सेवक के रूप में इस क्षेत्र का सेवा करने के लिए साथी लोग हमको मौका देंगे। मैं पूर्ण विश्वास हूं और मैं विश्वास दिलाता हूं आपके इस इंटरव्यू के मार्फत से कि मैं क्षेत्र नंबर 3 का जो है सिर कर झुकने नहीं दूंगा। मैं त्यागी अपने आप को नहीं कहूंगा, लेकिन साबित कर दूंगा कि इस क्षेत्र को जो है न कोई दौड़ा सकता है। और आपकी आवाज को जोरदार रूप से जो है हम सदन में रखेंगे, चाहे वो विकास के सवाल पर हो, चाहे शिक्षा के क्षेत्र में हो, या दैनिक कोई काम के हिसाब से लोगों को कहीं से परेशान किया जा रहा हो, उसमें मैं सदैव जनता के सेवा में कल भी था, आज भी है। और मात्र मुझे जसपा नेपाल ही नहीं, मेरा लंबा इतिहास नेपाली कांग्रेस से जुड़ा हुआ है। मैं सर्वदलीय हिसाब से सब पार्टी के साथी सबसे जहां भी जाता हूं मुझे अपार स्नेह और ममता मिल रहा है। मैं कभी कोई मेरे यहाँ आया तो मैं नहीं पूछता हूं कि आप किसी पार्टी के हैं, आप कौन पार्टी के, मैं क्या काम है, होने वाला काम है मैं तुरंत करता हूं, नहीं होने वाला काम है हाथ जोड़ दूंगा, नियम कानून से नहीं मिल रहा, इस कारण से नहीं होने वाला है। इस हिसाब से मुझे लगता है संगठन भी मेरे साथ है और आम क्षेत्र के मतदाताओं का स्नेह ममता
जो मैं नॉमिनेशन के दरमियान के बाद में इस क्षेत्र में घूमा हूं, जिस हिसाब से लोगों ने नहीं आपके साथ अन्याय हुआ है, आपको हत्या किया गया है, इसके विरुद्ध में आपका उम्मीदवारी एकदम जायज है, हम लोग आपके साथ हैं। मैं विश्वस्त हूँ इस क्षेत्र की जनता और मालिक के हिसाब से कि मुझे इन लोगों का अपार स्नेह ममता 21 गते में कर्क छाप में मतदान करके लोग देंगे और मैं विजय होकर के सेवक के रूप में इस क्षेत्र का जो है, जिस हिसाब से 10 वर्ष में गुमनाम हो गया है, जिस हिसाब से इस क्षेत्र का चर्चा कहीं नहीं हुआ है, सदन से लेकर सड़क तक इस क्षेत्र का नाम रोशन करूंगा और इस आवाज को बुलंद रूप में वहां पहुंचाऊंगा, ये मैं वचन देता हूं। तपाईँले यो क्षेत्रमा चुनाव लड्दै गर्दाखेरि क्षेत्रका जनताहरूसँग तपाईँ भेटिरहनु भएको छ, उहाँहरूसँग भेटपछिको तपाईँको अनुभव कस्तो छ? तपाईँले यो क्षेत्रमा कस्ता समस्याहरू देख्नुभयो र त्यो समस्याहरू समाधान गर्न तपाईँको प्रतिबद्धता के हुन्छ? म यो क्षेत्रमा जाँदाखेरि मैले मात्र होइन, यो आम क्षेत्र मतदाता को बुझायो, आम यहाँ के जनता को आवाज हो कि हामी सांसद चुनेर पठाए, प्रतिनिधि हामीले पठाए, तर हामी आज दुखी छु कि यो क्षेत्र को बारे में न तो म सदन में कहीं आवाज उठाएको सुने, न म सड़क में कहीं मन ठाकुर आएर यहाँ जनता को सेवा में हेरे, न कहीं जनता को घर दैलोमा गएर तपाईँको समस्या के छ मलाई लाग्छ फोन पनि रिसिभ गर्ने उहाँलाई फुर्सद छैन। र म यो नोमिनेसन पछि क्षेत्रमा जाँदाखेरि जुन अपार स्नेह र ममता क्षेत्रका जनता मालिकले मलाई दिनुभएको छ, त्यो माया र ममता हेरेर म एकदम उत्साहित भएको छु र म प्रतिबद्धता जारी गर्छु। म अरू नेता जस्तो झुट बोलेर जाने हिसाबमा छैन। जे काम हुनेवाला छ त्यो काम म इमिडिएट लिएर आउँछु, जो हुनेवाला छैन त्यो प्रक्रियामा लाग्छु र निरन्तर रूपले यहाँ समस्याले भरेको मैले हेरेको छु। जल जमावको समस्या हेर्नुहोस्, सिंचाईको समस्या हेर्नुहोस्, या शिक्षाको क्षेत्रको कुरा हेर्नुहोस्। आज मसँग श्यामजी हुनुहुन्छ, उहाँलाई म धन्यवाद दिन्छु। यो सरस्वती पूजा भर्खर उहाँ अध्यक्ष हुनुभएको छ कलेजको, मलाई थाहै थिएन। उहाँले निम्तो गर्नुभयो कि कलेजमा सरस्वती पूजा छ, तपाईँ आइदिनुहोस्, प्रसाद ग्रहण गर्नुहोस्। मैले भने खोइ अब तपाईँ कुन हिसाबले भन्नु, म थाहा पाएँ कि उहाँ अध्यक्ष हुनुभएको छ। म यही कार्यक्रमबाट उहाँलाई धन्यवाद बधाई पनि दिँदैछु। म क्याम्पसमा गएँ, यत्रो पुरा क्याम्पस, मलाई लाग्छ त्यो बेलामा कति ठाउँमा कलेज थिएन। यो क्याम्पस आजसम्म सम्वर्धन विधि कहीँबाट चाहिँ तपाईँको मान्यता पाएको छैन, भगवान भरोसे चलिरहेछ। मलाई आश्चर्य लाग्यो। म धन्यवाद दिन्छु क्याम्पसका साथीहरूलाई जसले उहाँलाई निर्वाचित गराउनु भयो। उहाँको माध्यमबाट म क्याम्पसमा जाने मौका पाएँ। मैले इमिडिएट अब कसैले हुन्छ त हामी सम्बन्धन प्राप्त छैन, कसरी हुन्छ, हामी त चाहिने एकदमै बेहालमा छु। अनि म त्यहीँबाट उहाँहरूले भने म झुठो बोलेर जाने अवस्थामा छैन, चुनाव लडिरहेको छु। चुनावको बेलामा जे पनि हुन्छ भनेर जाँदा भोलि भएन भने म कुन मुख लिएर आउने? किनभने जलेश्वरसँग मेरो 2046 सालपछि प्रजातन्त्र पछि जुन मेरो यहाँ दिनचर्या सुरु हो, बिहान घरमा खाना खाएर बेलुका 8-9 बजेसम्म रात मेरो जलेश्वरमा बित्ने ठाउँमा म झुट बोलेर जाँदैनौ। मैले तुरन्त त्यहीँबाट त्यही क्याम्पससिप लगायत सम्पूर्ण साथीहरू हुनुहुन्थ्यो क्याम्पसमा। मैले मधेस विश्वविद्यालयको रजिस्ट्रारलाई फोन लगाएँ। मैले उहाँलाई भने म त चुनाव लडिरहेको छु, यो मेरो जलेश्वर यत्रो पुरानो क्याम्पस सम्बोधन प्राप्त भएको छैन, मान्यता विहीन छ, यहाँ स्टाफहरू पनि चाहिने व्यवस्थित भइराख्नु भएको छैन, विद्यार्थीहरूको भविष्य खेलवाड छ, के उपाय छ यसलाई सम्बोधन दिने? कागजी प्रोसेस के छ त्यो म गर्न लगाउँछु। अनि उहाँले वचन दिनुभयो कि तपाईँ घोषणा गर्नुहोस्, त्यहाँबाट पत्र आउने बित्तिकै म स्वीकृति र मान्यता दिएर पठाउँछु। यही क्याम्पसको अध्यक्षजी हुनुहुन्छ, उहाँ कागज तयार गरेर पठाएको हप्ताभित्रमा चाहिने यो क्याम्पस सम्वर्धन प्राप्त भएर आउँछ, त्यो तपाईँलाई विश्वास दिलाउँछु। मलाई लाग्छ सदरमुकाम यहाँबाट सार्ने सदन थियो, उद्योग वाणिज्य संघ लगायत साथीहरू डेलिगेसनमा जानुभएको थियो। म त्यो बेलामा क्षेत्र नम्बर 2बाट निर्वाचित भएर गएको थिएँ। यहाँको साथीहरूले भन्नुभयो सदरमुकाम सर्दैछ, प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, हाम्रो माननीय उपेन्द्र यादव त्यो बेलामा
परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। उहाँकै सामनेबाट साथीहरूको उपस्थितिमा मैले समय लिएँ उहाँसँग कि तुरन्त समय दिनुहोस्। हामी गयौँ उद्योग व्यापार सङ्घको डेलिगेसनकै साथमा। मैले भने उपेन्द्रजीलाई म प्राविधिक रूपले 2 नम्बर छु, घर मेरो 3 र 2 को बिचमा छ। जनता मलाई निर्वाचित गरेर 2 पठाउनु, तर जलेश्वरसँग मेरो एकदम भावनात्मक सम्बन्ध छ। यहाँबाट सदरमुकाम सरेर बर्दिवास गयो भनेदेखि विहीन हुन्छ जलेश्वर, त केही हुँदैन त्यहाँ। र तपाईँ तुरन्त कुरा गर्नुहोस् प्रधानमन्त्रीसँग। र उहाँले कुरा गर्नुभयो त्यही प्रतिनिधिमण्डलको सामनेमा। तपाईँ जलेश्वरकै हुनुहुन्छ रञ्जनजी, उद्योग वाणिज्य सङ्घको तत्कालीन अध्यक्षहरू हुनुहुन्थ्यो, उहाँलाई सोध्नुहोस्। र माननीय उपेन्द्र यादवजीलाई म धन्यवाद दिन्छु। त्यो बेलामा उहाँले तुरन्त प्रचण्डजीलाई फोन गर्नुभयो र मलाई याद छ 2:30 बजेको समाचारमा यो सदरमुकाम सर्वे भनेर न्युज पनि आयो। जलेश्वरसँग त मेरो भावनात्मक सम्बन्ध छ। यहाँको पीडा मैले नजिकबाट हेरेको छु। यहाँको जे पनि मुद्दा, शिक्षाको त्यस्तै अवस्था छ, सिँचाइको व्यवस्था छैन, अलिकता पानी परेपछि जलेश्वर डुबानमा परिणत हुन्छ। यहाँ जलेश्वर नाथ महादेव भनेको मलाई लाग्छ ऐतिहासिक कालदेखिको मन्दिर हो। यसलाई हामी चाहियो भनेदेखि जलेश्वरकै बोर्डर बिटामुरबाट प्रवेश गरेर आउँछ, सीधा जानकी मन्दिर पशुपतिनाथ दर्शन गर्न जान्छ। यसलाई त्यो हिसाबले पनि हामी व्यवस्थापन गरौँ भनेदेखि यो पर्यटनको हब बन्न सक्छ जलेश्वर। र त्यसले चाहिँ समष्टिगत रूपमा जलेश्वरको विकासमा प्रभाव पर्छ। म बढी केही कुरा गर्दैनौ। जे हुनेवाला कामहरू हुन्छ, जलेश्वर लगायत यो सम्पूर्ण क्षेत्रको मठियानीको आफ्नो इतिहास छ। लक्ष्मीनारायण मन्दिरदेखि लिएर त्यहाँ माता जानकीको मटकोरको माटो कोरेर गएको थियो। पहिला मठियानीबाट चाहिँ मलाई लाग्छ काठमाडौँसम्म सामानहरू जान्थ्यो। त्यो एउटा व्यापारको ठुलो केन्द्र थियो। आज मठियानीको अवस्था कस्तो भएको छ। म सम्पूर्ण रूपले प्रयास गरेर क्षेत्र नम्बर जनताको 3 को जनताको चाहिने आशा र विश्वासको विषयमा खरा उत्रन्छु। र मलाई सबै पार्टीको साथीहरूले ममता र स्नेह दिनुहुन्छ, मलाई विश्वास छ। तपाईँको समय मैले धेरै लिएँ। अन्त्यमा केही छुटेका कुरा छ, केही भन्न चाहनुहुन्छ? म यही कार्यक्रमको मार्फतबाट क्षेत्र नम्बर 3 का साथीहरूलाई मैले के विनम्रतापूर्वक अनुरोध गर्न चाहिरहेको छु भनेदेखि विगत लामो समयदेखि तपाईँहरूको हरेक सुख दुःखमा म सहभागी छु। मसँग पार्टीले पनि अन्याय गरेको छ। मेरो टिकट हुँदाहुँदै काटेर पुत्री मोहमा संरक्षकको भूमिका ननिभाएर पार्टीलाई विनाश गर्ने हिसाबले मोहन ठाकुर जानुभएको छ। मेरो यो उम्मेदवारी वंशवादको विरुद्धमा भएको छ। म यो लडाइँ आउने बेला विधिको लागि लडिरहेको छु। त्यसैले तपाईँहरूको चाहिने ममता र स्नेह मिलेर मलाई निर्वाचित गरेर पठाउनुहोस्। निश्चित रूपले यहाँलाई चाहिने विश्वास दिलाउँछु। अस्पतालको अवस्थाहरू चाहिँ कस्तो जर्जर भएको छ। जलेश्वर अस्पताल मलाई लाग्छ अञ्चल हस्पिटल नै पहिला थियो। हामी कलेजमा पढ्दाखेरि मलाई याद छ भोजराज घिमिरे गृहमन्त्री भएको थियो। अञ्चलको सदरमुकाम यहाँबाट सारेर जनकपुर लग्यो। पहिला अञ्चलाधीश कार्यालय यहाँ थियो। सारा चाहिने अञ्चलहरूको कामहरू जलेश्वरबाट हुन्थ्यो। त्यो सबै यहाँको कार्यालयहरू भटाभट यहाँबाट हटाएर चाहिँ लग्दैछ। यो अस्पताल रेफरल हस्पिटलको हिसाबले परिणत भएको छ। बिरामी जान्छ, त्यहाँ उपचार नपाएर छटपटिएर चाहिने यहाँबाट रेफर गरेर पठाइन्छ। त्यो अस्पतालको चाहिने समुचित व्यवस्थापनतिर म लाग्छु। प्रयास पनि भएको थियो। र जलेश्वरको सम्पूर्ण विकासको साथसाथै यो क्षेत्रको जुन किसानको समस्याहरू छ, किसानको समस्यालाई पनि, किनभने म पनि एउटा किसानको छोरो, मैले नजिकबाट किसानको पीडालाई बुझेको छु। मेरै घरमा हेर्नुहोस्, यसपालि चाहिने समयमा वर्षा नभएर यहाँबाट मलजल नपाएर खादको फ्याक्ट्री पनि छैन। यहाँ बोर्डरबाट 1 बोरा खाद ल्याउँदाखेरि चाहिने प्रताडित गरिन्छ यहाँको किसानहरूलाई। त्यसैले यो किसानको पीडा मैले नजिकबाट बुझेको छु र यसलाई कसरी सम्बोधन हुन्छ त्यतातिर पनि म समग्र रूपले प्रयास गर्नेछु। यहाँ भयभरका जुन समस्याहरू छ, म क्षेत्रमा घुम्दैछु, कहाँ के समस्याहरू छ,
त्यो समस्याहरू हेरेर मैले चाहिने त्यो हिसाबले चाहिने अगाडि बढ्दै सबभन्दा चाहिने अवस्था जुन चाहिँ यहाँ बेरोजगारीको अवस्था छ, युवाहरू शिक्षा दीक्षा लिएर काम नपाएर बेरोजगार भएर चाहिने रोजगारीको लागि विदेशीमा बाध्यता छ। त्यहाँ गएर अपार गर्मीको बावजुद बाल बच्चा र परिवारलाई छोडेर मनमा अलिकता इच्छा नभएर पनि चाहिने बाध्यताको हिसाबमा आफ्नो श्रम गएर विदेशमा बेच्न बाध्य छ र त्यहाँबाट दिनु बाकसमा एउटा न एउटा लास आइरहेको हुन्छ। त्यो पीडा जुन यहाँको जनताहरूले भोगिरहेको छ, कसैको छोरा मरिरहेको हुन्छ, कुनै बुहारी चाहिने तपाईँको सिन्दुर पोसेको अवस्था छ, कोही टुरा भइरहेको अवस्थाहरू भइरहेको छ र मलाई लाग्छ यहाँबाट चाहिने कुनै यो सवालमा आजसम्म सदनमा उठाउनु पर्ने सरकारसँग कुरा बढाएर रोजगारीको अवस्थाहरू सृजना हुनेको कुनै उपाय अहिलेसम्म उहाँले गर्नु भएको छैन। मलाई नैतिक रूपले पनि उहाँले चाहिने यो क्षेत्र छोडेर जानुपर्ने अवस्थामा मर्ने बेलामा पनि के स्वास्थ्यको अवस्था सबैले हेरिराख्नुहुन्छ, राष्ट्रिय सभा पनि चाहियो, सहज चाहिने। मैले पनि हाम्रा गाविसका अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर प्रदेशका सांसदहरूलाई भने कि कमसे कम उहाँको यो लालसा पनि पुर्याइदिनुहोस्। उहाँ त निर्लोभी मान्छे, निस्वार्थ मान्छे, तर पद बिना उहाँ बस्न सक्नुहुन्न। अब यो 6 वर्षको आफ्नो रोजीरोटी गर्नुभयो, त्यसपछि छोरीलाई पनि चाहिने यो जागिर दिनुभयो, यो क्षेत्रको जनतालाई लेखेर चाहिने रजिस्ट्री जस्तो गरिदिएको छ। त्यसैले सम्पूर्ण कुरालाई चाहिने म हेरिरहेको छु नजिकबाट। जे यहाँको समस्याहरू छ त्यसलाई कसरी समाधान गर्नेतिर म दिनरात मेहनत गरेर लाग्छु र म एउटा आशा र विश्वास के दिलाउँछु भनेदेखि म जितेर गएपछि मात्र होइन, जुन हिसाबले आज तपाईँको बिचमा छु त्यही हिसाबले सदन चलेको बेलामा म त्यहाँ हुन्छ, त्यो त बाधा छ। तब तपाईँले काम गर्नु त्यहाँ बस्या हुन्छ, सदन समाप्त भएपछि फेरि म घरकै जनताको बिचमा हुन्छु। चाय पसल, पान पसल, मुढी कचरीको पसल जहाँ जानुहोस् त्यही म भेट्छु। मेरो खाने बानी पनि त्यही छ। त्यसैले म कहाँ कसैलाई आउन चाहिने कुनै अप्ठ्यारो हुँदैन। म जनताको बिचमा हुन्छु र मलाई विश्वास छ जनता भगवानले विगतमा केही कमजोरी ममै थियो होला, त्यो सबलाई म सुधार गरेर गर्छु र आउने दिनमा मलाई विश्वास छ यो क्षेत्रको जनताको स्नेह र ममता म पाउँछु र निर्वाचित भएर जान्छु। र तपाईँको माध्यमबाट यो सम्पूर्ण क्षेत्रवासीलाई हृदयदेखि धन्यवाद दिँदै जुन अपार स्नेह र ममता मलाई विगतमा पनि दिनुभयो, जिनो मतले म पराजित भएँ र नोमिनेसन गराएर तपाईँको बिचमा जाँदाखेरि जुन स्नेह र ममता तपाईँले देखाउनु भएको छ, त्यही स्नेह र ममता कायम राखेर मलाई आशीर्वाद दिएर निर्वाचित गराउने अनुरोध गर्दछु। धन्यवाद। जय कर। समय दिनुभयो त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। उहाँलाई पनि यहाँले समय दिएर मेरो मनको विचारलाई मेरो मालिक कहाँ पुर्याउने मौका दिनुभयो, त्यसको लागि धन्यवाद।